हेलो एभ्रिवान वेलकम ब्याक छ तपाईँलाई पढ्न बस्नु युट्युब च्यानलमा। आज चाहिँ हामी ओल्ड इज गोल्ड बिबिएस थर्ड इयरको मसँग चाहिँ 2082 को यो लेटेस्ट एडिसनको बुक छ मसँग चाहिँ ओल्ड इज गोल्ड होइन। हामी यहाँबाट चाहिँ आज फाइनेन्स जुन चाहिँ फाउन्डेसन अफ फाइनेन्सियल सिस्टम भन्ने सब्जेक्ट पढ्नुपर्छ बिबिएस थर्ड इयरमा। त्यहाँबाट 10 मार्क्समा सोधिएको एकदम इम्पोर्टेन्ट क्वेसन होइन, डिपोजिटरी फाइनेन्सियल इन्स्टिट्युसन च्याप्टरबाट रहेको यो क्वेसन चाहिँ योभन्दा अगाडि 2081मा पनि सोधेको छ 10 मार्क्समा, 2079मा पनि सोधेको छ। त्यही भएर अब आउने इक्जाममा पनि यो इम्पोर्टेन्ट छ भनेर चाहिँ इक्जाम पोइन्ट अफ भ्यूमा चाहिँ यो क्वेसन चाहिँ यस्तो यो प्याटर्नको क्वेसन चाहिँ इम्पोर्टेन्ट छ भनेर सल्भ गर्न गइरहेको छु। योभन्दा अगाडिकै भिडियोमा मैले सेम यही प्याटर्नको क्वेसन सरस्वती एडभान्स त्यो बुकबाट पनि मैले सल्भ गरिसकेको छ। आज चाहिँ हामी इक्जाममै सोधेको क्वेसनै सल्भ गरौँ न त होइन। योभन्दा अगाडि के सोधेको छ इक्जाममा त्यही क्वेसन हामी सल्भ गरौँ। टु 2081 क्वेसन नम्बर 14 नम्बर क्वेसनमा सोधेको रहेछ। क्वेसन पढौँ अब। हिमालयन बैंक लिमिटेड एसबिएल हैज रुपीज 500 million इन द रिजर्भ फर लोन लस अकाउन्ट अन इट्स ब्यालेन्स सिट भन्यो होइन। रिजर्भ फर लोन लस अकाउन्ट अन ब्यालेन्स सिट भनेर भनिसके पछाडि हाम्रो यो गिभन भनेर लेखौँ। हामीलाई बिगिनिङ रिजर्भ फर लोन लस, हामी बिगिनिङ रिजर्भलाई बिआर भनेर ड्र गर्छौँ है, इक्वल्स टु 500 million भनेर दियो क्वेसनले सुरुमा होइन, बिगिनिङ रिजर्भ भनेर दियो। अब हामी अर्को पढ्छौँ। द बैंक म्यानेजमेन्ट हैज डिसाइडेड दैट द मिनिमम एडिक्वेट रिजर्भ इज रुपीज 475 million भनेर दियो। अब के दियो फेरि इन्डिङ रिजर्भ फर लोन लस ER इक्वल्स टु कति दियो 475 million भनेर दियो। त्यसै गरी अज्युम दैट रुपीज 50 million of loan are uncollectible and bank management charge of this loan भन्यो। अब बैंक 50 million चाहिँ अनकलेक्टिबल लोन रहेछ, त्यो अनकलेक्टिबल लोनलाई चाहिँ बैंकले चार्ज अफको रूपमा दियो। ग्रस चार्ज अफ यसलाई हामी GRO भनेर डोनेट गर्छौँ। यो चाहिँ कति भयो 50 million भयो। अब यहाँनिर रिकभरिज दिएको छैन, रिकभरिजलाई हामी RO भनेर डोनेट गर्छौँ, यसलाई 0 लेख्थ्यौँ। अब यो प्याटर्नको क्वेसन सल्भ गर्नको लागि चाहिँ हामीसँग एउटा फर्मुला छ होइन। यही फर्मुला युज गरेर हामीले जति पनि यहाँनिर क्वेसनमा दिएको छ, ए नम्बरमा के सोधेको छ, बी नम्बरमा के सोधेको छ, सी नम्बरमा के सोधेको छ, डी नम्बरमा के सोधेको छ, एउटा फर्मुला मात्रै हामीले दिमागमा राख्न सक्यौँ भने यो 10 मार्क्सको क्वेसन चाहिँ खल्तीमा आइसकिहाल्यो होइन। फर्मुला म यसमा यो ए नम्बरमा के भनेको छ भन्नुभन्दा अगाडि म यहाँ फर्मुला लेख्छु। फर्मुला यसलाई सल्भ गर्नको लागि हाम्रो फर्मुला रहेको छ ER इक्वल्स टु BR माइनस GRO प्लस, ल यो फर्मुला जुन चाहिँ ER इक्वल्स टु BR माइनस GRO प्लस PLL प्लस RO। अब यसमा चाहिँ अलिकति अननोन टर्म भनेको यो जुन PLL योभन्दा माथिको यो RO GRO BR ER त हामीले यी माथि देखिहाल्यौँ। PLL भनेको चाहिँ प्रोभिजन फर लोन लस भनेको छ, हाम्रो ए नम्बरमा यही निकाल भनेर दिएको छ है। यो फर्मुला आउने बित्तिकै हाम्रो 10 मार्क्स चाहिँ खल्तीमा आइसकिहाल्छ। अब ए नम्बरमा हामीलाई के सोधेको छ हेरौँ। हाउ मच द बैंक म्यानेजमेन्ट शुड इन्क्रिज द एक्युरेट एक्सपेन्सेस आइटम प्रोभिजन फर लोन लस भनेर भने, प्रोभिजन फर लोन लस सोधेको रहेछ होइन। टु रिप्लेनिस द रिजर्भ भनेर भनेको छ। अब अरू नहेरिकन हामीलाई के सोध्यो, क्यालकुलेसन अफ प्रोभिजन फर लोन लस भनेर हामीलाई PLL सोध्यो।
पिएलएल निकाल भनेर सोध्यो हामीलाई क्वेसनले। अब पिएलएल निकाल्नको लागि पनि हामीले यही फर्मुला यहाँनिर हाल्ने, अनि पिएलएलको अरू सबै जुन जुन अमाउन्ट हामीलाई दिएको छ त्यो अमाउन्ट त्यहाँनिर हालेर पिएलएल दिएको छैन पिएलएल निकाल्ने होइन। योभन्दा अगाडि पनि धेरैचोटि हामीले यस्तो खालको क्वेसनहरू गर्दै आएको हो पहिल्यैदेखि नै। अब यहाँ एकोर्डिङ टु फर्मुला थाहा छँदैछ हामीलाई, ER इक्वल्स टु BR माइनस GRO प्लस PLL प्लस RO होइन, यो फर्मुला। अब यसमा हामीलाई ER दिएकै छ, ER भनेर 475 मिलियन भनेर दिएकै छ। अब हामी त्यही लेख्छौँ 475 मिलियन इक्वल्स टु BR भनेर हामीलाई दिएकै छ 500 मिलियन, 500 मिलियन लेख्छौँ, माइनस GRO भनेको 50 मिलियन भनेर दिएकै छ 50 मिलियन लेख्छौँ, प्लस PLL भनेको हामीलाई PLL निकाल भनेर सोधेको छ PLL लेख्छौँ, प्लस RO भनेको 0 हामीलाई रिजर्भ भनेर यहाँनिर क्वेसनले दिएको छैन अहिले 0 भनेर लेख्छौँ। अब यसलाई हामी सल्भ गर्न सकिहाल्छौँ। 475 मिलियन इक्वल्स टु यो 500 माइनस 50 भनेको 450 मिलियन प्लस PLL। अब यसलाई 0लाई नलेख्दै पनि फरक परेन। अब 475 मिलियन माइनस 450 मिलियन इक्वल्स टु PLL, PLL equals to 25 million. Therefore, provision for loan loss, PLL equals to 25 million भनेर लेखौँ। अझै यसलाई एक्जामको पोइन्ट अफ भ्यूमा एक्जाममा लेख्दाखेरि चाहिँ मैले योभन्दा अगाडि पनि त्यो ल्याङ्ग्वेजमा लेखाएको थिएँ। हामीले के लेख्नुपर्छ भनेदेखि the bank management should increase ₹25 million to replenish the reserve भनेर यो लेख्थ्यो भने अझ बेटर हुन्छ। अहिलेलाई चाहिँ मैले यही प्रोभिजन फर लोन लस ₹25 मिलियन भनेर यतिकै यही मात्रै लेखेँ मैले अहिले। अब बी नम्बरको हेरौँ, बी नम्बरको क्वेसन पढौँ। बी नम्बरमा दिएको छ सपोज द्याट द ब्याङ्क म्यानेजमेन्ट चार्ज अफ ₹100 million and recoveries ₹50 million, what will be the amount of net charge off भनेर सोध्यो। अब यसमा चाहिँ हामीले नेट चार्ज अफ के हो भनेर सोध्यो। अब योभन्दा अगाडिको हामीलाई प्रोभिजन फर लोन लस भनेर सोधेको थियो, अहिले चाहिँ हामीलाई के सोध्यो नेट चार्ज अफ भनेको नेट चार्ज अफ निकाल भनेर सोध्यो। जसमा ग्रस चार्ज अफ पनि पहिलाको भन्दा चेन्ज गरिदियो, पहिला 50 मिलियन दिएको थियो अहिले 100 मिलियन दियो, रिकभरिज पनि पहिला 0 थियो अहिले 50 मिलियन दियो, नेट चार्ज अफ निकाल भनेर क्वेसनले भन्यो। अब हामी यहाँ बी नम्बर भनेर लेख्छौँ, क्यालकुलेसन अफ नेट चार्ज अफ, क्यालकुलेसन अफ नेट चार्ज अफ। अब नेट चार्ज अफ निकाल भनेपछि क्यालकुलेसन अफ नेट चार्ज अफ भनेर लेख्यौँ। अब यसको लागि पनि फर्मुला छ यहाँनिर, म यहाँ चाहिँ फर्मुला लेखिदिन्छु। फर्मुला नेट चार्ज अफ निकाल्नको लागि, नेट चार्ज अफ निकाल्नको लागि हामीले GRO भनेको ग्रस चार्ज अफ होइन माइनस RO रिकभरिज, यो फर्मुला होइन नेट चार्ज अफ निकाल्नको लागि। अब यहाँनिर ग्रस चार्ज अफ GRO भनेर हामीलाई कति दियो क्वेसनले, ग्रस चार्ज अफ भनेर दिएको छ 100 मिलियन होइन, ग्रस चार्ज अफ भनेर दियो हामीलाई 100 मिलियन। त्यसै गरी रिकभरिज पनि अगाडि चाहिँ हाम्रो 0 थियो, तर अहिले चाहिँ हामीलाई रिकभरिज भनेर पनि 50 मिलियन भनेर दिएको छ। त्यहाँ गयो रिकभरिज 50 मिलियन भनेर दिएको छ, रिकभरिज भनेर हामीलाई 50 मिलियन भनेर दिएको छ। अब यहाँनिर हामीले थाहा पाउनुपर्ने भनेको नेट चार्ज अफ, नेट चार्ज अफ भनेर कति हो भनेर थाहा पाउनु पर्यो हामीले। अब अहिले भर्खरै मैले यहाँनिर नेट चार्ज अफको फर्मुला लेखिसकेको छु होइन। नेट चार्ज अफ भनेको GRO भनेको ग्रस चार्ज अफ माइनस रिकभरिज गर्ने बित्तिकै हाम्रो नेट चार्ज अफ त आइहाल्यो होइन। अब हामी हेरौँ, we know that net charge of
इक्वल्स टु जिआरओ माइनस आरओ। जिआरओ भनेको ग्रस चार्ज अफ जुन 100 मिलियन रहेको छ माइनस आरओ भनेको 50 मिलियन। अब यो गर्दाखेरि हाम्रो 50 मिलियन। देयरफोर नेट चार्ज अफ इक्वल्स टु 50 मिलियन भनेर लेखिदिए। बी नम्बरको पनि हाम्रो एन्सर आइसक्यो 50 मिलियन भनेर। अब सी नम्बरतर्फ जाउँ। What will be the provision for loan loss for the current year if bank maintains the minimum adequate reserve for loan loss, assuming that amount of gross charge of each rupees 100 million and recoveries amount is rupees 50 million? अब त्यो अगाडिकै पार्ट बिमै भएको कुरा, ग्रस अफ 100 मिलियन नै छ, रिकभरिज 50 मिलियन नै छ। अहिलेको करेन्ट अवस्थामा, करेन्ट इयरमा चाहिँ आजको वर्षमा पिएलएल प्रोभिजन फर लोन लस कति हो भनेर सोध्यो हामीलाई। अब सी नम्बर हामीलाई सोधिएको छ क्यालकुलेसन अफ प्रोभिजन फर लोन लस, पिएलएल भनेर डोनेट गर्छौँ हामी प्रोभिजन फर लोन लसको लागि। अब हामीलाई यहाँनिर गिभनमा के भनेको छ भने ग्रस चार्ज अफ र रिकभरी चाहिँ सेम, बी नम्बरमा जे दिएको छ सेम त्यही भनेर भनेको छ। त्यही भएर हामी जिआरओ इक्वल्स टु 100 मिलियन, आरओ इक्वल्स टु 50 मिलियन भनेर भनेको छ। अब पिएलएल निकाल्नको लागि हामीलाई थाहा छ, फर्मुला थाहा छ होइन। नाउ प्रोभिजन फर लोन लस इक्वल्स टु, हामीलाई थाहा छ अकर्डिङ टु फर्मुला, हाम्रो फर्मुला त के हो भनेदेखि इआर इक्वल्स टु बिआर माइनस जिआरओ प्लस पिएलएल प्लस आरओ भनेर। अब इआर हाम्रो अगाडि नै क्वेसनमै हामीलाई सुरुमा सल्भ गर्ने बेलामा इआर भनेर 475 भनेर दिएको थियो। सेम त्यो अमाउन्ट लेख्ने हो यहाँनिर 475 मिलियन इक्वल्स टु बिआर भनेको 500 मिलियन भनेर दिएको छ, त्यसै गरी 500 मिलियन भनेर लेख्छौँ माइनस अब जिआर नयाँ ग्रस चार्ज अफ भनेर दिएको छ 100 मिलियन, 100 मिलियन भनेर लेख्छौँ। त्यसै गरी प्लस पिएलएल भनेको त अहिले निकाल्नुपर्ने अमाउन्ट हो हामीले, प्लस आरओ भनेको रिकभरी जुन चाहिँ 50 मिलियन भनेर अहिले भर्खर दिएको छ, यो 50 मिलियन। अब यसलाई सल्भ गर्नको लागि सरी 5 चाहिँ यो 75 है, 75 मिलियन 475 मिलियन इक्वल्स टु, यसलाई सल्भ गऱ्यौँ 500 प्लस 50 भनेको 550 हुन्छ। यो गर्दाखेरि माइनस 100 गर्दाखेरि 450 प्लस पिएलएल हुने भयो। 500 प्लस 50 मिलियन भनेको 550 माइनस 100 भनेको 450, यो हुने भयो होइन। और अब 475 मिलियन माइनस 450 इक्वल्स टु पिएलएल भनेर भन्नु पर्यो, और 25 मिलियन इक्वल्स टु पिएलएल। 25 मिलियन प्रोभिजन फर लोन लस चाहिँ 25 मिलियन आयो। अगाडि हामीले ए नम्बरमा निकाल्दाखेरि पनि पिएलएल 25 मिलियनै आएको थियो, अहिले करेन्ट इयरमा पनि पिएलएल 25 मिलियनै आयो। अब हामी के लेख्छौँ, देयरफोर प्रोभिजन फर लोन लस फर द करेन्ट इयर इक्वल्स टु 25 मिलियन भनेर लेख्छौँ। सी नम्बर पनि सक्यो होइन। अब हामी डी नम्बरतर्फ जाउँ। डी नम्बरमा के भनेको छ भनेदेखि वाट विल बी द रिजर्भ फर लोन लस भनेर सोध्यो। अब यहाँ चाहिँ हामीलाई इन्डिङ ब्यालेन्स कति हुन्छ भनेर सोध्यो होइन। वाट विल बी द रिजर्भ फर लोन लस। अब डी नम्बरमा क्यालकुलेसन अफ रिजर्भ फर लोन लस, यो चाहिँ हामीलाई इआर सोधेको हो, अरू कुरा दिएकै छ होइन, अरू कुरा हामीले यहाँनिर सबै कुराहरू दिएकै छ। अब इआरै सोधिदियो। अब हामीलाई थाहा छ अकर्डिङ टु फर्मुला
हामीलाई के थाहा छ ER इक्वल्स टु BR माइनस GRO प्लस PLL प्लस RO यो त यति धेरैचोटि लेख्नुपर्छ कि कन्ठै दिमागमै सबै पसिसकेको हुन्छ अब ER बाहेक अरू सबै BR भनेको हामीलाई 500 दिएको छ हैन माइनस GRO भनेको 100 मिलियन प्लस PLL हामीले अहिले भर्खरै PLL निकाल्यौँ यहाँ 25 मिलियन भनेर PLL निकाल्यौँ यो PLL 25 मिलियन प्लस RO भनेको 50 मिलियन हैन अब ER or ER equals to अब यो गर्दा फेरि 500 प्लस 50 550 प्लस 25 575 माइनस 100 भनेको यो हुन्छ हाम्रो 475 मिलियन हैन यतिकैमा हाम्रो 10 मार्क्सको क्वेसन चाहिँ यहीँनिर सक्यो सुरुमा एनआवरमा क्यालकुलेसन फर प्रोभिजन फर लोन लस सोध्या थियो 25 मिलियन आयो त्यस पछाडि हामीलाई नेट चार्ज अफ भनेर सोध्यो नेट चार्ज अफ आयो हाम्रो 50 मिलियन त्यस पछाडि फेरि करेन्ट इयरको प्रोभिजन फर लोन लस भनेर सोध्यो त्यो आयो हाम्रो 25 मिलियन र लास्टमा रिजर्भ फर लोन लस भनेर सोध्यो हाम्रो 475 मिलियन आयो यतिकैमा हामीले यो 2081 को 10 मार्क्सको क्वेसन हामीले सल्भ गरिसक्यौँ हामीलाई आइसक्यो यो क्वेसन